पठाइदिनु तिम्रो तस्बिर हेरेर मन बुझाउँछु फर्केर त आउन सक्नुहुन्न तिम्रो तस्बिर त पठाइदिनु साह्रै नै याद आएको छ बा कहाँ हुनुहुन्छ बा एक वचन त बोल्दिनु तिम्रो तस्बिर न मन छ बा पठाइदिनु बा भाइ बापाई कति निष्ठुरी छिटै माथि बोलाइदिनु भो बा तिम्रो तस्बिर पठाइदिनु है किन हामी तिन भाइ बहिनीलाई किन यो धरतीमा टेकायौ बा तिमी आफ्नो बाटो लाग्ने थियो भने बा कसरी आमाको भरमा एक्लै छोड्न सक्नु भो न त आमाको समात्ने हाँगा नै थियो न त टेक्ने ओगट्टो नै न त केही आए आर्जन गर्ने स्रोत नै थियो न केही कमाउने बाटो नै थियो कसरी छोड्न सक्नु भो बा नयाँ घर बनाउँदै हुनुहुन्थ्यो नयाँ घरमा बस्न मन नलागेर हो बा नयाँ मान्छेको यो धरतीमा आगमन हुँदै थियो बा नयाँ मान्छेको अनुहार हेर मन नलागेर हो बा तिमीलाई एउटा कुरा थाहा छ तिमी नहुँदाको पीडा हामीलाई मात्रै थाहा छ आफन्त इष्ट मित्र छर छिमेकी साथी भाइको बोली वचन व्यवहार फरक भो बा तिमी प्रति मैले धेरै गुनासो पोखेको छु नयाँ घर बनाउँदै हुनुहुन्थ्यो नयाँ घरमा बस्न मन नलागेर हो बा ए बा कहाँ हुनुहुन्छ तस्बिर
पठाइदिनु बा। नयाँ मान्छेको यो धरतीमा आगमन हुँदै थियो बा। नयाँ मान्छेको अनुहार हेर्न मन नलागेर हो बा। तिमी प्रति मैले धेरै गुनासो पोखेको छु। एक वचन नि हाल खबर बुझ्न सकेनौ। फर्किन्छौ कि भनी फर्किनु हुन्छ होला भनी दिनहरू गन्नै पर्खेको छु। बा हामीलाई भुल्नु भयो या फर्किने बाटै बिर्सिनु भो। बा यो ए बा यो ए बा। बा हामीदेखि धेरै टाढा भएको तोथेर चौबा वर्ष पुगी पन्द लागेछ। दैवले नि बेलैमा जिन्दगीको परीक्षा लिन पुगेछ। आमाले भन्नु भएको पहिला पहिलो त सपनी आउनु हुन्थ्यो रे। आज भोलि त सपनामा पनि आउनै छोड्नु भयो रे। किन चित्त दुखाउ भएको हो बा। अब म गुनासो गर्दिन बा। आमाका दुःखका दिन हदै छन् बा। हामी दुई भाइ कमाउन सक्ने भइसक्यो। एकचोटि सपना त आइदिनु सपनामा आइदिनु बा। तिम्रो तस्बिर हेर्न मन छ।